यतिखेर हामी पाटन संयुक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेभी सङ्घको तर्फबाट सचिवको उम्मेदवार रूपक नेउपानेजी हुनुहुन्छ। संक्षिप्त संवादमा यहाँलाई हार्दिक स्वागत छ। हस्, नमस्कार, धन्यवाद। यो नेउपानेजी, स्वतन्त्र विद्यार्थीको यो निर्वाचन किन आवश्यक छ? यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चाहिँ विद्यार्थीहरूको मुद्दालाई विद्यार्थीको असल नेतृत्वले मात्रै बोकोस्। त्यो असल नेतृत्व चुनिसकेपछि त्यसले विद्यार्थीको हक अधिकारको निमित्त चाहिँ काम गर्नलाई सक्षम रहन्छ भनेर चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आवश्यक छ। विगतदेखि सबै त्यसो भन्छन्, तर काम चाहिँ हुँदैन त फेरि। त्यही हो, अब यो स्वतन्त्र विद्यार्थी बेलामा त्यस्तो भन्ने केही भौतिक संरचना र बाथरुमका कुरा गर्ने नीतिगत कुरा आउँदैन त फेरि। होइन, नीतिगत कुराहरूमा के हुन्छ भनेदेखि यो नीतिगत कुराहरूमा चाहिँ स्वतन्त्र विद्यार्थी युनियनले चाहिँ आफ्नो एजेन्डाहरू चाहिँ कार्य समितिमा पेश गर्ने हो। त्यसका निमित्त चाहिँ कार्य समितिमा पेश गरिसकेपछि क्याम्पसले गर्नुपर्ने, त्यसमा दबावमूलक सृजना चाहिँ स्वतन्त्र विद्यार्थी युनियनले गर्ने हो। तर क्याम्पस साँच्चीकै बनाउन, क्याम्पसको विद्यार्थीको हक अधिकार सुनिश्चित गर्नलाई चाहिँ स्वतन्त्र विद्यार्थी युनियन एकदमै आवश्यक छ। यो भोलिको चुनाव छ, तपाईँ एकदम हतारमा हुनुहुन्छ, संक्षिप्तमा भनिदिनुहोस्, तपाईँले चुनाव जित्ने आधार चाहिँ के हो? सर्वप्रथम मैले भन्दा पनि नेपाल विद्यार्थी सङ्घले चाहिँ पाटन संयुक्त क्याम्पसमा चुनाव जित्ने आधार भनेको चाहिँ हामी 2 वर्षसम्म प्रतिपक्षमा बस्दाखेरि चौरमा उभिएका हो। हामी कुनै बैठकमा जान पाउँदैनथ्यौँ, तर त्यो बैठकमा जान नपाउँदाखेरि हाम्रो मनमा एउटा पीडा त थियो होला, तर त्यो पीडालाई मनभित्रै गुम्स्याएर हामीले 2 वर्षसम्म खाजा खर्च काटेर, खाना खर्च काटेर आफूले सङ्गठनबाट आर्थिक जम्मा गरेर लाइब्रेरी निर्माण गरेका छौँ र क्याम्पसलाई 35 दिनसम्म तालाबन्दी गरेर सार्वजनिक शौचालय बनाएका छौँ र यो सडक पिच गर्नेदेखि लिएर क्याम्पसमा इनार खन्नेदेखि लिएर आज भले कि यो लोड सेडिङ छैन, त्यही पनि अब यो हिजोबाट एउटा छुट्टै किसिमको आइरहेको छ यो विविध कुराहरू। त्यसलाई गर्दै लोड सेडिङ छैन, तर 10 लाख बराबरको सोलर प्यानल चाहिँ पाटन क्याम्पसमा हिजोको दिनमा ल्याब चलाउनको लागि नेपाल विद्यार्थी सङ्घले जोड दिएको। त्यही भएर नेपाल विद्यार्थी सङ्घले हर समय आफू नेतृत्वमा हुँदाखेरि काम गरेको छ। त्यसका निमित्त चाहिँ नेपाल विद्यार्थी सङ्घबाट म आफू सचिवमा पनि एकदमै जित्ने प्रबल सम्भावना पनि छ र जित्छु पनि, र हाम्रो टिमले नै जित्छ भन्नेमा चाहिँ हामी एकदम विश्वस्त छौँ। यो त तपाईँको संरचनागत कुराहरू भयो। नीतिगत कुराहरूमा चाहिँ ढुक्क हुने आधार चाहिँ के छन्? चुनाव जित्न विद्यार्थीहरूले पनि देखाएका छन् नि त। विद्यार्थीहरू किताब लिनलाई लाइब्रेरी जानुपर्छ, पढ्नलाई लाइब्रेरी जानुपर्छ। यो ट्युको जुन संरचनामा नै जस्तो शैक्षिक कुराहरू आए, इत्यादि कुराहरू आए, होइन यो यस्तो हो। हामीले यो वर्षदेखि चाहिँ ट्यु पनि एउटा मेरिटोक्रेसीमा आइसकेपछि, ट्युको भिसी चाहिँ मेरिटोक्रेसीमा आइसकेपछि अहिले सबै क्याम्पस प्रमुखहरू पनि मेरिटोक्रेसीमै आउनुभएको छ। उहाँहरू कुनै दलबाट प्रतिनिधित्व नगरिकन एउटा सर्ट लिस्टिङमा परेर आफू अब्बल भएर त्यो ठाउँमा पुग्नु भएको छ। र त्यो सँगसँगै हामी स्वतन्त्र विद्यार्थी युनियनको बाट पनि त्यहाँ असल र सबल मान्छे त्यहाँ पुग्यौँ भने के हुन्छ भनेदेखि हामीले नीतिगत रूपमा गर्नुपर्ने यो शैक्षिक क्यालेन्डर अहिले लागू भइरहेको छैन। त्यसमा चाहिँ शैक्षिक क्यालेन्डर लागू गर्नलाई चाहिँ हामी एकदमै प्राथमिकता रहेर काम गर्ने चाहिँ प्रतिबद्धता गर्न चाहन्छौँ। भोलिको चुनाव शनिबार, तपाईँ हतारमा हुनुहुन्छ, तपाईँले अन्तमा विद्यार्थी मतदातालाई के भन्न चाहनुहुन्छ? यो पाटन संयुक्त क्याम्पसको सम्पूर्ण विद्यार्थी साथीहरूलाई चाहिँ नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा रोहित कपाली क्रम सङ्ख्या नम्बर 1, सचिवमा रूपक नेउपाने क्रम सङ्ख्या नम्बर 1, कोषाध्यक्षमा प्रज्वल तामाङ क्रम सङ्ख्या नम्बर 1 र सदस्यहरू 1 नम्बर क्रम सङ्ख्या 1 नम्बरदेखि 8 नम्बरसम्म र समानुपातिकमा चाहिँ नेपाल विद्यार्थी सङ्घ क्रम सङ्ख्या नम्बर 1 मा मतदान गरी हाम्रो टिमलाई नै, प्यानललाई नै बहुमतका साथ विजय गराउनुहुन्छ भन्नेमा विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। रूपक नेउपानेजीलाई यो छोटो समय सम्वादको निम्ति धन्यवाद। हस्।